नेपाली बहिनीहरूलाई चाहिँ मैले भिडियो बनाऊँ भनेको खै नाम ऐसा मार्केट में अलाउ है ये वीडियो आप कर रहे हैं? मैडम पूछा हूँ मैंने आपका मैनेजर को पूछा अलिकति समस्या क्या यहाँ भिडियो पनि बनाउन नमिल्ने ल हेर्नुहोस् है बेस्ट मार्केट एकदमै बेस्ट छ यो एरियामा हामी जस्तो नेपालीहरू छुट्टी जाने साथीहरू चाहिँ यस्तो भिडियो के भन्छ यहीँ आएर सपिङ गर्ने गर्दछ राम्रो छ सस्तो पनि सस्तो छ है राम्रो पनि राम्रो छ यसरी अब यहाँ अलाउ हुँदैन कि सार्वजनिक स्थलमा भिडियो बनाउन अलाउ चाहिँ हुँदैन मैले चाहिँ धेरैजनालाई सोधेर तपाईँहरूको लागि चाहिँ भिडियो बनाएको छु स्टाफलाई सोधेको स्टाफले बनाउन मिल्दैन भन्दाखेरि म्यानेजरले पनि बनाउन मिल्दैन भन्दै थियो होइन मलाई चाहिँ भ्लग बनाउन दिनु न है भनेर चाहिँ सोधेको अनि माथि फेरि फोन गरेर चाहिँ अलाउ गरेको छ सर आप मैनेजर इधर क्या मैनेजर है नेस्टो का मैनेजर है लकी सेंटर का मैनेजर मैं सर से पूछा था किसी ने भी अलाउ नहीं किया था थैंक यू वेरी मच सर थैंक यू के भन्छ उसँग चाहिँ सोधेर उसले पनि फेरि माथि फोन गरेर चाहिँ भिडियो बनाउन दियो नेपाली के छ आराम हुनुहुन्छ आरामै हुनुहुन्छ के अरे है मेरो घर चाहिँ नेपालगञ्ज हो तपाईँ केमा काम गर्नुहुन्छ यहाँ नेस्टोमा चाहिँ है के भन्छ लक्कीमा केमा फ्रोजनमा काम गर्नुहुन्छ नेपाल कुन ठाउँ घर पश्चिम बैतडी हो है अनि तपाईँको काम चाहिँ कति घन्टा हुन्छ काम 11:30 घन्टा भनेपछि तपाईँ चाहिँ सेलेरी कति दिन्छ 11 घन्टाको 11:30 घन्टा अलिक बेसरी बोल्नु पर्छ सेलेरी खुलाउन चाहनु भएन भने जति साथीहरू कस्तो राम्रो छ लक्की मार्केटमा ठिकै छ है आउन चाहने साथीहरू चाहिँ लक्की मार्केटमा आउँदा लक्की छ थ्याङ्क यू भेरी मच हेर्नुहोस् है नेपालमा चाहिँ हामी फ्रेस मासु खाने गर्छौँ यहाँ हेर्नुहोस् है यहाँ मासु हेर्नु है मासु हेर्नु हाय क्या हाल है जी ठीक है सही है आप सुनाओ आप ठीक हो बहुत अच्छा जी मटन खाओगे मटन खाने के लिए आया अच्छा और मटन इंडियन मटन क्या सही ऑफर लगाया हुआ 35 में ऑफर लगाया ठीक है थैंक यू वेरी मच ये अच्छा वाला मटन थैंक यू चलेगा नेपाल में चलेगा अपनी भाषा में बोलो हमारी भाषा में बोलो मैं बोल रहा हूँ ना हमारे मुल्क में जो कटिंग करता है ना फ्रेश कटिंग करता है उधर ही कटिंग करके उधर ही लेके जाता है लेकिन परदेश में क्या है कि हम लोग फ्रिज में रखते हैं हामीले चाहिँ फ्रिजमा राख्छौँ होइन यहाँ चाहिँ फ्रिजमा राखेको हुन्छ है तपाईँलाई देख्नुभयो यस्तो हुन्छ गोरुको खुट्टाहरू है त्यो चाहिँ गोरुको खुट्टाहरू दिस इज द बिफ बफेलो यहाँ चाहिँ बीफ है काउ है काउहरू भैँसीहरू त्यसपछि भैँसीहरू त्यसपछि तपाईँको गोरुहरू यहाँ चल्छ होइन फ्रेस मटन भनेर यसलाई भन्छ फ्रेस भनेको छ हेर्नुहोस् है त्यसपछि म तपाईँलाई देखाएँ है यहाँको चिकनहरू चाहिँ कस्तो हुन्छ है हामीले कस्तो भन्दाखेरि यहाँ चाहिँ अब खानुपर्ने हुन्छ नखाइ नहुने चिकन कति महिना पहिले प्याक भएको चिकनहरू हेर्नुहोस् त यस्तो हुन्छ है देख्नुहोस् है यसरी प्याक भएको हुन्छ यसलाई चाहिँ लाने पानीमा भिजाउने पानीमा भिजाइसकेपछि बल्ल बनाउन मिल्छ है त्यतिकै चाहिँ बनाउन मिल्दैन गाह्रो छ परदेशी जीवन फ्रेस खाना यस्तो मन लाग्छ नि है फ्रेसै पाउँदैन फ्रेस नपाउने भयो भने तनाव हुन्छ अनि माछाको कुरा पनि गरेँ अलिकति माछा देखाएँ तपाईँलाई मैले माछा समुद्रको माछा चाहिँ राम्रो हुन्छ र फ्रोजन चाहिँ फ्रोजन नै हो कहिले मारेको हो त्यसरी राखेको हुन्छ है देख्नुभयो नि मैले अलिकति लामो बनाएँ क्या भिडियो जाउ नमानिकन हेर्नुहोस् है